This is my first investment in the journey of content creation. हाई म हुँ निकिता फाइनल इयर एमबिबिएस स्टुडेन्ट अनि 7-8 महिना अगाडिदेखि आई स्टार्टेड डुइङ समथिङ बियोन्ड मेडिसिन द्याट इज कन्टेन्ट क्रिएसन बिकज आई जेन्युनली लभ माई सेल्फ फिल्मिङ एडिटिङ एन्ड हिटिङ द्याट अपलोड बटन। तर आजकल मलाई चिने जानेको मान्छेहरू र मेरो साथीहरूले भन्न थाले कि निकिता तिम्रो आवाज त साह्रै सानो आयो, माइक चाहियो माइक। त्यही भएर मैले पनि डरसबाट एउटा माइक अर्डर गरिदिएँ। अब खतरावाला त मैले अर्डर गर्न सक्दिनँ, एटलिस्ट आफूले अफोर्ड गर्न सक्ने माइक अर्डर गरेँ, त्यो पनि फ्रम माई पेरेन्ट्स मनी। सो यो माइकलाई सँगै अनबक्सिङ गरौँ है त। प्रेजेन्टिङ यु माई न्यू माइक। वाउ, सो यसमा दुईवटा माइक आएको छ, त्यो सँगसँगै आई थिङ्क दिस इज द कनेक्टर जुन हामीले मोबाइलमा युज गर्ने हो। सो अब म यो कनेक्ट गरेर देखाउँछु है त। सो आई हेभ प्लग्ड इन माई माइक अनि यो आवाज चाहिँ पक्कै पनि मेरो माइकबाट आइरहेको होला। सो कमेन्ट्समा प्लिज गेस द प्राइस अफ दिस माइक कि कति पर्यो होला। अनि यस्तै भिडियो अझै हेर्न छ भने प्लिज कन्सिडरिङ सब्सक्राइबिङ टु माई च्यानल। द्याट्स अल, बाई।